मैले राजनीति गरेको प्रधानमन्त्री हुनै हुन्न भने मैले राजनीति गरेकै गृहमन्त्री चाहिँ हुनुपर्छ पहिला भनेर राजनीति गरेको। गृह मन्त्रालयबाट किनभने सरकार छ भन्ने कुरा महसुस गर्ने ठाउँ नै गृह मन्त्रालय हो। भर्खरै पुलिस भेट हुन्छ, त्यहाँनिर पुलिसले राम्रो काम गरेर सरकार त्यही हुन्छ। विभिन्न कार्यालयहरू छन्, विशेष गरेर सिडिओ अफिसहरू छन्, त्यहाँ जाने बित्तिकै त्यहाँ जनताको समस्या समाधान हुन्छ। त्यस कारणले गृह मन्त्रालय मलाई चाहिएको हो, मलाई अरू कुनै कारणले चाहिएको होइन। एउटा मान्छे आफ्नो राखेको छैन। गृहमन्त्रीले दैनिक खर्च गर्ने चिजहरू हुन्छ, त्यो केही पनि मैले खर्च गरेको छैन। बिदाको दिनमा आफ्नो गाडी चलाएर बसेको छु, केही पनि देख्नुहुन्न, सबै स्टन्ट देख्नुहुन्छ। पानी ल्यायो स्टन्ट, एयरपोर्टमा बस चढ्न हिँड्यो स्टन्ट, ट्राफिक लाइटमा मन्त्री गृहमन्त्री कुनै गृहमन्त्री ट्राफिक लाइटमा जनता सँगसँगै जाममा बसेको, आफ्नो पछाडिको सेक्युरिटी मलाई चाहिँदैन भनेर हालेको इन्सपेक्टरको हटाएर सही असही साइडलाई राखेर गएको सुन्नु देख्नु भएको छ। किन देख्नुहुन्थ्यो तपाईँ त? तपाईँहरूको त दुश्मन नै एउटा रवि लामिछाने भन्ने आएको छ। तपाईँको त भाग त त्यसले खाइदियो नि, सिद्ध्याइदियो तपाईँलाई त, तपाईँहरूको भाग सिद्ध्याइदियो।